गाइज यो चाहिँ हाम्रो अनि कुँडो पकाउने ठाउँ हो। अहिले चाहिँ म कुँडो पकाउँदै गरेको बिहान बिहानै अब बाख्रालाई सुँगुरलाई जाडोमा तताएर दिनुपर्छ नि त, अनि त्यही भएर गाउँले बाख्राको लागि र सुँगुरको लागि पकाएको। अहिले जाडो महिनामा चाहिँ बिहान बिहान दिनुपर्छ र बाख्रालाई पनि सुँगुरलाई पनि भनेर त्यही भएर आगो यहाँनिर कुँडो तताएको। यो चाहिँ हाम्रो कुँडो पकाउने ठाउँ। यहाँ चाहिँ कुँडो पकाउने चुल्हा छ होइन, चुल्हा यो भयो। अब म कुँडो पकाएर दिन्छु बाख्रालाई। यहाँ दाउरा छ, दाउरा लाउनुपर्छ अलिक, आगो बलेन। दाउरा 3 बजे लाउनु हुँदैन अरे के, पहिलाको उखान भनेको। दाउरा चाहिँ 4 लाउनु पर्छ अरे होइन। अनि यहाँ हाम्रो कुखुरा छ, कुखुरा। अनि यो चाहिँ कुँडो पकाउने ठाउँमा दाउरा लाउँदैछु मैले, आगो फुक्नु खोजेको। आगो पनि बल्नु बल्दैन हौ, पानी भिजेर होला। यहाँ टक्क कुँडो पकाइसकेर चाहिँ फेरि खाना सब्जीहरू पनि पकाउनु पर्दैन कि। अनि हाम्रो चाहिँ यहाँ चाहिँ यस्तो ठाउँ, अनि यो बाहिर छ। यहाँ कुँडो पकाउँदैछु म, कुँडो पकाउने ठाउँ यो। आगो चुल्हा यहाँनिर छ। यस्तो त के देखाउनु र। अघि बिहानदेखि पकाउँदै गरेको कुरो क्यामेरा पनि छेकी छ फेरि, यस्तो छु म। अनि कुरो यता मेन सङ्गम कुरो पाकेको छैन साझै पनि। यहाँनिर उयोहरू छ, कुरो पाक्नु पाक्दैन क्या, यस्तो भन्छु क्या मैले। यो पनि दोहोरो थाहा मक्केकै छैन हेर्नु, यो दोहोरो हुन्छ रहेछ क्या यो सल्लाहको पनि, थाहा थिएन मलाई त्यस्तो हुन्छ भनेर। गरिब छु नि हौ, गरिब एउटा। यस्तो कुरो पकाइरहेको छु अब हेर, अनि बाख्राको लागि बिहान बिहान जाडो हुन्छ, दिनु पऱ्यो, त्यही भएर पकाएको। ल अब चाहिँ म भिडियो बन्द गर्छु, यति नै सबैजनालाई आजको लागि चाहिँ मेरो भ्लगमा। अनि पानी छ यहाँ चाहिँ, पानी पनि खाएको अहिले चिसो छ, बिहान बिहान पानी खानुपर्छ नि त। ल सबैलाई अर्को भ्लगमा भेटौँ फेरि।